अब यसमा चाहिँ यथार्थहरू चाहिँ भन्नै पर्ने हुन्छ। एउटा नेपालमा भविष्य खोजेर अब एज अ म मात्रै नेसनल प्लेयर लाएको पनि होइन, तपाईँहरू सबैलाई थाहा छ होइन। अब तर टिम क्याप्टेनै गयो भन्ने पनि आउँछ, पक्कै पनि हो। अब यसमा चाहिँ मैले करिब 10 वर्षको 11 वर्षको जुन अन्तरालमा खेलिसकेको थिएँ र म अब करिब रिटायर पनि म धेरै खेलेँ, 1-1.5 वर्ष खेल्थेँ होला। त्यसभन्दा पछि मेरो फ्युचर त थिएन भलिबलमा, त्यो भएको भएर मैले करियर खोज्न पनि म बाहिर पुग्नु परेको हो। र यसमा मैले अझै 1-2-4 वर्ष 1-1.5 वर्ष अझै खेल्थेँ होला, तर मलाई 2-3टा कुराहरूले चाहिँ एकदमै मेन्टलमा असर गर्यो होइन। जुन अब मलाई चाहिँ यो अहिलेको चलेकै मन्त्रीहरू हुनुहुन्छ, मैले नाम लिएन होइन, उहाँको एउटा स्कुलमा गएँ म, मेरो बच्चालाई यसरी पढाउनु पऱ्यो, म एज यस्तो क्याप्टेन भइसकेर म उहाँको स्कुलमा धेरै पटकचोटि म जुनियर गेमहरू खेल्दाखेरि उहाँको स्कुलबाट चाहिँ खेलिदिइसकेको थिएँ र मेरो बच्चाहरूलाई पढाइदिनु पऱ्यो भन्दा आज एउटा टिम क्याप्टेनको बच्चाहरूलाई त फ्रीमा पढाउन सक्दैन। त्यो भए पछाडि त मैले सोच्नु बाध्य पऱ्यो। त्यो भएको भएर चाहिँ अनि एउटा त्यो कुरा अर्को अब यही जुन खेलकै टाइमहरूमा पनि अब कति आफूले पाउने चिजहरू चाहिँ अब अर्काले पाउँदाखेरि होइन, त्यो चिज म एकदमै नाजुक परिवारबाटै आएको हो र मलाई सानैमा म चाहिँ माइजूको घरमा बसेर हुर्केँ, पढेँ, खेलेँ, गर्दै गर्दा चाहिँ बिस्तारै स्टेप बाई स्टेप अगाडि बढ्दै गएँ। जुनमा अब मेरो मम्मीले प्लस मेरो माइजूले मलाई अलिअलि पढाउँदै हुर्काउँदै जानुभयो र भलिबल खेल्न भनेर चाहिँ जुन एउटा स्कुल लेभलबाट चाहिँ मलाई मेरो आदरणीय गुरुहरू जुन भलिबल स्पोर्ट्स टिचर निराजन महतो गुरुले पनि मलाई धेरै कुराहरू सिकाउँदै मलाई आज यो ठाउँमासम्म चाहिँ पुर्याउनु भयो। त्यही लेभलबाटै अगाडि बढेँ। कुन जिल्ला, कुन गाउँ अनि कुन स्कुल पढ्नुभयो र कति क्लासदेखि भलिबल सुरुवात गर्नु? हजुर, म चाहिँ नवलपरासी, अहिले त अब नवलपुर भयो। अब पहिला चाहिँ नवलपरासी, काउसुदिन अनि जीवन ज्योतिबाट चाहिँ स्टार्ट गरेँ। करिब म 12-13 वर्षदेखिबाट चाहिँ भलिबल खेल्न चाहिँ सुरु गरेँ। त्योभन्दा अगाडि मलाई चाहिँ पहिला क्रिकेट र फुटबलमा चाहिँ अलिकति बढी रुचि थियो। भनेपछि सुरुवातमा कुन गेम, पहिलो गेम तपाईँको? पहिलो गेम चाहिँ मेरो फुटबल थियो, त्यस पछाडि चाहिँ क्रिकेट खेलेँ। अनि क्रिकेटमा चाहिँ अलिकति बलले लाएर अलिकति इन्जर्ड हुन पुगेँ, त्यो ट्युज बलले नै खेलेको र त्यसले गर्दा थोरै इन्जर्ड हुन लागे पछाडि पछि उचाइले पनि अलिकति साथ दिँदै गयो अनि भलिबलतर्फ नै अगाडि बढ्दै गयो। सुरुमा त्यति बेला एउटा हाम्रो पालामा वीरेन्द्र सिंह हुनुहुन्थ्यो, तपाईँहरूको पालामा कुन गेम हुन्थ्यो? राष्ट्रपति कप हुन्थ्यो अथवा? मैले पनि वीरेन्द्र सिंहलाई भेटेँ। जुन स्कुल लेभलमा चाहिँ खेल्दाखेरि चाहिँ हाम्रो स्कुल हारे तापनि एउटा म एक्लै सिलेक्ट हुन्थेँ र सिलेक्ट भइसके पछाडि म एउटा जुन नवलपरासीको टिममा पर्थेँ। नवलपरासीको टिमबाट चाहिँ म सिलेक्ट भएर यही बाहिर पोखरा रङ्गशालाको चाहिँ बाहिर यसमा आएर चाहिँ मैले जुन एउटा प्रदर्शन गरेँ, हाम्रो जिल्लाले चाहिँ करिब त्यो बेला जितेको थियो र त्यसमा पनि म सिलेक्ट भएर चाहिँ जुनियर गेममा चाहिँ त्यति बेला पश्चिमाञ्चल भनौँ न, त्यही बेलाको कुरा गर्दैछौँ। अब पश्चिमाञ्चलबाट चाहिँ सिलेक्ट भएर काठमाडौँ गएर खेलेँ। काठमाडौँमा पनि जित्दै मैले सर्वोत्कृष्ट खेलाडीको अवार्ड पाएको थिएँ। पछि तपाईँको आर्मीमा जुन त्रिभुवन आर्मी क्लबमा तपाईँले प्रतिनिधित्व गर्नुभयो, त्यो कति सालमा कहाँबाट सुरुवात गर्नुभयो? मैले चाहिँ त्यस्तै जुनियर गेमबाट खेल्दै गएँ, त्यस पछाडि चाहिँ स्टेप बाई स्टेपहरू चढ्दै गएँ। त्यस पछाडि सिनियर गेममा चाहिँ फेरि पनि नवलपरासीमै एउटा गेम भएको थियो, त्यसमा चाहिँ मैले चाहिँ मध्यमाञ्चलबाट खेलेँ। अहिलेको बागमती प्रदेश, त्यति बेलाको मध्यमाञ्चलबाट खेल्ने एउटा अवसर मिल्यो र त्यसै गेममा चाहिँ म सिलेक्ट भएर चाहिँ पुलिसको आदरणीय गुरु स्वर्गीय गुरु सुदेश रिमाल गुरु र हाम्रो सरोज श्रेष्ठ जुन एकदमै राम्रो खेलाडी हुनुहुन्छ, उहाँहरूले चाहिँ यो भाइको भविष्य राम्रो छ, अब खेलमा चाहिँ एउटा उज्जवल हुन्छ भनेर चाहिँ उहाँहरूले मलाई पुलिस क्लबमा लैजानु भयो र पुलिस क्लबमा करिब म 1.5 वर्ष जति खेलेँ र 1.5 वर्षको क्रममा मैले करिब 6वटा उपाधिहरू दिलाइसकेको थिएँ र सँगसँगै र त्यो पुलिस क्लबमा खेलिसके पछाडि चाहिँ म त्यसमा करारमा कन्ट्याक्टमा खेलेको थिएँ र आर्मीको कोचहरूले फेरि त्यस पछाडि मन पराउनु भयो त्यहाँबाट चाहिँ। अनि म त्यहाँ चाहिँ कुनै पनि सरकारी कर्मचारी चाहिँ भइसकेको थिएन र कन्ट्याक्टमा खेलेको कारणले गर्दा यता मलाई आर्मीको चाहिँ जुन फेसिलिटीहरू, जुन एउटा
सबै कुरा आर्मी भन्दाखेरि अलिकति मेरो मामाइजूहरूले पनि अलिकति रुचाउनु भयो र ल आर्मीमै जाउँ न त भनेर चाहिँ उहाँहरूले डिसिजन प्लस आफूले पनि डिसिजन गरिसके पछाडि चाहिँ अनि म चाहिँ आर्मीमा चाहिँ आएँ। आर्मीमा आएर चाहिँ कन्टिन्यू खेल्नको लागि गरेँ। आर्मीमा एउटा मेन भूमिका एउटा स्ट्राइकरको भूमिकामा तपाईँ लामो करियरसम्म खेल्नुभयो। कति वर्ष खेल्नुभयो, कतिवटा उपाधि जति दिलाउनुभयो याद छ? मजाले याद छ। मैले चाहिँ आर्मीमा खेलिसके पछाडि चाहिँ मैले सुरु गर्नभन्दा अगाडि 2070 साल 71 सालतिर चाहिँ मैले आर्मीमा आएँ। त्योभन्दा अगाडि आर्मीको रिजल्ट चाहिँ तेस्रो स्थानमा रहेको थियो र म जुन आइसके पछाडि एउटा म मात्रै होइन, म सँगसँगै चाहिँ डिबी भट्ट पनि केही समय पछाडि लगभग 9-10 महिना पछाडि चाहिँ डिबी भट्ट पनि आउनुभयो सशस्त्रबाट र त्यस पछाडि चाहिँ हाम्रो एकदमै टिम स्ट्रङ भयो। त्यस पछाडि चाहिँ हामीले कन्टिन्यू धेरैचोटि उपाधिहरू जित्न सफल भयौँ र मैले 73-74 सालमा चाहिँ म त्रिभुवन आर्मी क्लबको टिम क्याप्टेन पनि सम्हालेँ र मैले कन्टिन्यू 4 पटक चाहिँ टिमलाई कन्टिन्यू च्याम्पियन गराएँ र त्यस वर्षको 73-74 को जुन टाइम ड्युरेसनमा चाहिँ मैले त्रिभुवन आर्मी क्लबलाई वर्षको उत्कृष्ट टिम पनि बनाएँ र आफू पनि सर्वोत्कृष्ट खेलाडी वर्षको पिपुल्स चोइसहरूमा पर्न सफल भएँ। त्यो नै हो मेरो सफलता। आर्मीबाट खेल्दा खेल्दै तपाईँले एउटा राष्ट्रिय टिमको क्याप्टेन बन्ने पनि मौका पाउनु, लामो समय नबने पनि एउटा मौका चिपाउनुभयो, तर त्यो मौका चटक्कै छोडेर फेरि विदेशतिर लाग्नु। खासमा के भलिबलमा करियर नदेखेरै लाग्नुभयो अथवा के थियो त्यो? हजुर, यसमा चाहिँ अब 2-3टा कुराहरूले म्याटर गर्छ। अब यसमा चाहिँ यथार्थहरू चाहिँ भन्नै पर्ने हुन्छ। एउटा नेपालमा भविष्य खोजेर अब एज अ म मात्रै नेसनल प्लेयर लाएको पनि होइन, तपाईँहरू सबैलाई थाहा छ होइन। अब तर टिम क्याप्टेनै गयो भन्ने पनि आउँछ, पक्कै पनि हो। अब यसमा चाहिँ मैले करिब 10 वर्षको 11 वर्षको जुन अन्तरालमा खेलिसकेको थिएँ र म अब करिब रिटायर पनि म धेरै खेलेँ, 1-1.5 वर्ष खेल्थेँ होला। त्यसभन्दा पछि मेरो फ्युचर त थिएन भलिबलमा। त्यो भएको भएर मैले करियर खोज्न पनि म बाहिर पुग्नु परेको हो र यसमा मैले अझै 1-2-4 वर्ष 1-1.5 वर्ष अझै खेल्थेँ होला। तर मलाई 2-3टा कुराहरूले चाहिँ एकदमै मेन्टलमा असर गर्यो होइन। जुन अब मलाई चाहिँ यो अहिलेको चलेकै मन्त्रीहरू हुनुहुन्छ, मैले नाम लिएन होइन, उहाँको एउटा स्कुलमा गएँ म, मेरो बच्चालाई यसरी पढाउनु पऱ्यो, म एज अ यस्तो क्याप्टेन भइसकेर म उहाँको स्कुलमा धेरै पटकचोटि म जुनियर गेमहरू खेल्दाखेरि उहाँको स्कुलबाट चाहिँ खेलिदिइसकेको थिएँ र मेरो बच्चाहरूलाई पढाइदिनु पऱ्यो भन्दा एज अ एउटा टिम क्याप्टेनको बच्चाहरूलाई त फ्रीमा पढाउन सक्दैन, एकदमै कम, त्यही पनि हजुरको त्यो एनुअल फीहरूमा मात्रै डिस्काउन्ट अलिकति दिएर 20% दिएर उहाँहरूले अरू त लाग्छ भाइ यस्तै हो। अरे सरकारलाई त त्यस्तो हुँदो रहेछ, आज हामी त एकदम न्यून परिवारबाट आएको मान्छेलाई त केही पनि रहेनछ त आखिर त। त्यो भए पछाडि त मैले सोच्नु बाध्य पऱ्यो। त्यो भएको भएर चाहिँ अनि एउटा त्यो कुरा अर्को अब यही जुन खेलकै टाइमहरूमा पनि अब कति आफूले पाउने चिजहरू चाहिँ अब अर्काले पाउँदाखेरि होइन, त्यो चिजहरूले पनि मलाई एकदम मनमा असर पार्यो। अब जस्तै तपाईँहरूको मिडियाहरूमा पनि आइसकेको थियो, योभन्दा अगाडिको NBA कपमा 240 अङ्क ल्याएर सबभन्दा धेरै हाइएस्ट स्कोर मेरो थियो, तर मैले केही पनि पाइनँ। फेरि किन पाइनँ त हो, त्यो कुराहरू पनि आउँछ। फेरि मलाई यहाँ बेस्ट एउटा स्ट्राइकरको अवार्ड यताउति दियो भने फेरि यहाँ कोहीलाई फेरि मार्दो रहेछ। त्यो भएको भएर मलाई त्यो केही पनि परेन, कोही पनि नमरोस् भनेर चाहिँ अब ल मैले खेल्नभन्दा नखेल्नै ठिक रहेछ जस्तो पनि लाग्न लाग्यो। त्यस्तै हो। सुरुमा अस्ट्रेलिया जाँदाखेरि तपाईँले एउटा डिजाइन पनि भलिबल सङलाई बुझाउन सुरुमा नबुझाइकन नै जानु भएको थियो, खेल्न नै एउटा अस्ट्रेलिया पुग्नु र त्यही भएर डिजाइन पनि सायद दिनु। हजुर, के अस्ट्रेलियामा भविष्य छ अब भलिबलको भनेर अस्ट्रेलिया जानुभयो अथवा अरू काम पनि गर्ने अथवा के? अस्ट्रेलियामा भलिबलको भविष्य भनेर चाहिँ होइन, एउटा आफ्नो परिवारको भविष्य। अब म त अब जति हुनु भइसकेँ होइन, तर बच्चाहरूको भविष्यको लागि चाहिँ भनेर गएको। त्यहाँ चाहिँ अब म कन्टिन्यू खेलेर मैले खेललाई चाहिँ कन्टिन्यू निरन्तरता गर्छु भनेर चाहिँ त्यो हिसाबले चाहिँ होइन। त्यहाँ पनि म एउटा पोखरा क्लबमा आबद्ध चाहिँ छु, तर त्यहाँ चाहिँ काम सँगसँगै पढाइ सँगसँगै प्लस अलिकति खेललाई पनि निरन्तरता रहेको छ।
पछिल्लो टाइममा वुमन्स टिमबाट प्रतिभा माली सरस्वती चौधरीहरू पनि अस्ट्रेलिया गएको छ। तपाईँहरू एउटा सँगै मिलेर अन्य प्लेयरहरू पनि जानुभएको छ र सँगै मिलेर धेरै प्र्याक्टिस प्लेयरहरू पनि फेसबुकमा देखिरहेको छु। कस्तो छ साँच्चीको त्यहाँको माहौल? हजुर, अब बिस्तारै बिस्तारै अब धेरै खेलाडीहरू लागिरहनु भएको छ होइन, अझै लाग्ने क्रम निरन्तरता रहेको छ होइन। र अब त्यताको माहौल भन्दा चाहिँ सबैजना अब एज अ नेसनल गर्ल्सहरू पनि बिस्तारै थुप्रिनु भइरहेको छ। अब केटाहरूको त तपाईँहरूलाई थाहा हुन छ, लगभग हजुरको 80% नै नेसनल प्लेयरहरू बाहिरिसक्नु भएको छ, जुन रिसेन्टली भएको नेसनल टिम पनि त्यो भएको भएर चाहिँ त्यता पनि एउटा हिसाबले चाहिँ खेलकुदमा चाहिँ हजुरहरूले देखेअनुसारको चाहिँ एउटा आफूलाई भुलाउने बाटो चाहिँ रहेको छ। मेरो जुन पहिला अनुसारको गेम त मेरो पक्कै पनि छैन, म आफैले स्वीकार नै गर्छु। प्लस म पहिलोचोटि चाहिँ मेरो जोन चेन्ज गरेर पनि खेल्दैछु होइन, त्यो भएको भएर मलाई अलिकति अप्ठ्यारो खेल्नको लागि त भइरहेको छ। तर म एकदम सहज तरिकाले घुलमिल भएर चाहिँ हाम्रो विदेशी खेलाडीहरूसँग चाहिँ घुलमिल भएर आफ्नो पर्फर्मेन्सलाई चाहिँ धेरै डाउन हुन नदिकन चाहिँ आफूले सकेको चाहिँ पर्फर्मेन्स देखाइरहेको छु। त्यही नै छ। हजुर, अब म बाहिर चाहिँ धेरै बेर बस्छु जस्तो पनि मलाई चाहिँ लाग्दैन होइन। अब किनभने अब मेरो योजना भनेको जुन मैले अघि नै हजुरलाई अगाडि नै भनिसकेँ, मैले जिल्लाको टिम ह्यान्डलिङ गर्दा चाहिँ जिल्लालाई उत्कृष्ट जिल्ला पनि गराएँ, पुलिसमा आउँदाखेरि पुलिसलाई पनि धेरै उपाधिहरू दिलाएँ र आर्मीमा आइसके पछाडि वर्षको उत्कृष्ट टिम पनि दिलाएँ र सँगसँगै देशको एउटा नेतृत्व गर्दा क्याप्टेनको भूमिका गर्दा पनि मैले 3वटा मेडल नेपाललाई दिलाएँ होइन, जुन बिच भलिबलमा 2टा र इन्डोर गेममा चाहिँ मालदिप्समा हुँदा एउटा दिलाएँ र त्यसमा मेडल दिलाउँदै गर्दाखेरि त्यहाँ पनि मैले उत्कृष्ट स्कोरहरू हाइएस्ट स्कोरहरू लिएर आएर देखाएँ। अब भनेको चाहिँ मेरो पछाडिको कुरा भनेको चाहिँ आज मैले भलिबलमै आएर चाहिँ एउटा केही नयाँ आउने भाइहरू प्लस नेसनल प्लेयरहरूलाई अझै राम्रो हुन्छ कि भन्ने सोचले चाहिँ म सङ्घमा आउँछु भन्ने चाहिँ मेरो एउटा भिजन रहेको छ। भनेपछि अब नेपालमा हामी कुन भूमिकामा म्यानबहादुरलाई देख्न सक्छौँ? खेल्दै आउनुभएको जुन अलिकति फ्युचर अझै पनि राम्रो होस् भन्नेहरूले चाहिँ अझै थोरै निरन्तरता गर्नुहोस् होइन। अब अलिकति पछाडि ढल्किँदै जानुभएकोहरूले चाहिँ आफ्नो भविष्य बनाउनुहोस्। अब यहाँ नेपालमा पनि धेरै नै खेलेर म आफ्नो लाइफै चेन्ज गर्छु भन्ने त अलिक गाह्रै पर्छ होला जस्तो लाग्छ। त्यही नै भन्न चाहन्छु। हस्, थ्याङ्क यू ल सबैजनालाई।